सुनाई सिप कक्षा 5 पाठ 7। मानव शरीर स्वस्थ भएर मात्र मानिस आफ्नो कार्य राम्ररी गर्न सक्छ। मानिसले स्वस्थ रहन सदैव आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। मानिसको सबैभन्दा ठुलो धन भनेकै स्वास्थ्य हो। मानिसका लागि स्वस्थ शरीर अत्यावश्यक हुन्छ। विश्व प्रसिद्ध दार्शनिक प्लेटोले स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्क रहन्छ भनेर स्वास्थ्यको महत्त्वमाथि आफ्नो धारणा प्रस्तुत गरेका छन्। समयमा खानपिन गरे, नियमित व्यायाम गरे तथा निर्धारित समयमा सुत्ने र उठ्ने गरे मानिस स्वस्थ रहन सक्छ। खानपिनमा पनि मानिसले विशेष ध्यान दिनुपर्छ। शरीरलाई असर पर्ने खालका खानेकुरा खानु हुँदैन। जिब्रोलाई स्वाद आयो भन्दैमा स्वास्थ्यलाई असर पर्ने खानेकुरा खानाले नै आजका मानिसहरूलाई रोग लाग्ने गरेको छ। आज देखिएका अधिकांश रोगहरू खाना तथा पानीका कारण लाग्ने गरेका छन्। त्यसैले मानिसले सफा र स्वच्छ पानी पिउनुपर्छ। आफ्नो शरीरको सबैभन्दा बढी असर पर्ने खालका काम गर्नाले पनि शरीरमा रोग लाग्छ। मानिसले एउटा कुरा सधैँ सम्झनुपर्छ कि रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो।